सबैमा मेरो नमस्कार। यो मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला किनभने यो मेरो फर्स्ट युट्युब च्यानल हो। सो आज म के भन्न गइरहेको छु भनेपछि आज भएको अर्जेन्टिना र स्पेनको जुन बिहानको समयमा भएको थियो गेम आजको, सो त्यो बारेमा मैले केही भन्न चाहन्छु। र त्यसको खेल चाहिँ खेल जब स्टार्ट भयो र स्टार्ट भइसकेपछि दुवै प्लेयरको हाफ टाइम अगाडि जुन गेम थियो दुवैको चाहिँ इक्वली भयो भनौँ। जे स्पेनको चाहिँ अलि राम्रो थियो भनेपछि अर्जेन्टिनालाई प्रेसर पनि परिरहेको थियो हाफ टाइम अगाडि। तर त्यसपछि सेकेन्ड हाफ पछि सुरु भयो। जुन सेकेन्ड हाफमा चाहिँ अर्जेन्टिना मार्फत एउटा रेड कार्ड जुन फर्नान्डेजले पाएका थिए र फर्नान्डेजले जब रेड कार्ड पाए त्यसपछि फेरि पनि अर्जेन्टिनालाई अलि प्रेसर पर्न थाल्यो र सेकेन्ड हाफमा पनि स्पेनले आफ्नो गोल गर्न सकेन किनभने सेकेन्ड हाफ पनि सकिसकेको थियो। र त्यसपछि 120 मिनेटको जब टाइम चल्यो त्यसपछि स्पेनले प्रेसर अझै बढी गर्न थाल्यो किनभने अर्जेन्टिनामा एउटा रेड कार्ड थियो, एउटा प्लेयर चाहिँ आउट भएको थियो। सो त्यसकारण त्यसपछि स्पेनले चाहिँ फर्स्ट गोल जब हाने, फर्स्ट गोल हान्दाखेरि चाहिँ के भयो भनेपछि फल भयो। किनभने फल त्यो कस्तो भयो भनेपछि किपर टच भएर त भएन, तर त्यो जुन डिफेन्डर थियो डिफेन्डरलाई चाहिँ वान लेग टोले चाहिँ टच गरेर फल भयो र त्यो गोल सफल हुन सकेन किनभने त्यो फल भयो। र जब स्पेनले फेरि पनि सेकेन्ड गोल हान्यो, जब सेकेन्ड गोल हान्यो नि सेकेन्ड गोल चाहिँ हेडिङ पासेस र वान टच बलमा चाहिँ पोस्टभित्र गएर चाहिँ त्यो गोल हुन सक्यो। स्पेनबाट एउटा गोल चाहिँ गयो र यसै कारण मैले अरू के भन्न गएँ भनेपछि त्यसपछि अर्जेन्टिनालाई अझै पनि काउन्टर अट्याक गरिरहेको थियो र त्यसपछि अर्जेन्टिनाले एक गोल खाइसकेपछि किनभने अर्जेन्टिनाको कमब्याक हो र कमब्याकमा चाहिँ अर्जेन्टिनाले चाहिँ फेरि स्पेनलाई प्रेसर गर्न थाल्यो। त्यसपछि स्पेनलाई प्रेसर पर्यो किनभने अर्जेन्टिनाको जब प्रेसर पर्यो त्यसपछि फेरि एक गोल चाहिँ प्रेसर गर्दाखेरि स्पेनले फेरि एक गोल गर्यो र स्पेनले फेरि एक गोल गर्दाखेरि के भयो भनेपछि त्यो चाहिँ अफसाइड भएको थियो र अफसाइड भएको कारण त्यो गोल मान्ने भएन। र त्यसपछि फेरि गेम स्टार्ट भयो। स्टार्ट भइसकेपछि गेममा चाहिँ धेरै फलहरू हुन थाल्यो र यताउता अनि डिस्कस हुन थाल्यो। गेम स्टार्ट चलिरहेको थियो र गेम चलिरहेको समयमा र केही समयपछि समय सकिन्छ र समय सकिएपछि अर्जेन्टिना विजेता हुन्छ र स्पेन चाहिँ विनर हुन पुग्छ। र यसै क्रममा अनि जे भए पनि मलाई के गर्व लाग्छ भनेपछि म अर्जेन्टिनाको फ्यान भए पनि किनभने बार्सिलोनाको पनि फ्यान, म बार्सिलोना पनि तर्फबाट म फ्यान हो र बार्सिलोना किनभने बार्सिलोना स्पेन पनि बार्सिलोनाबाटै छ र फ्रान्सको पनि टिम नै, फ्रान्सको नभनौँ अर्जेन्टिनाको चाहिँ पनि बार्सिलोनाकै आफ्नो टिमहरू छ किनभने दुवै बार्सिलोना हो र दुवैमा जसले जिते पनि मेरो तर्फबाट चाहिँ म आभार छु कि गेम जसले जिते पनि मेरो लागि गर्वको कुरा हो कि राम्रो हो। र यसै कुरामा म तपाईँहरूलाई अन्तिमसम्म के भन्न चाहन्छु भनेपछि गेम स्पेन विनर भयो हैन। गेम जब स्पेन विनर भयो भनेपछि हैन अनि अर्जेन्टिनाले हारेको होइन, सेकेन्ड भएको। अर्जेन्टिना पनि प्रेसरमै खेलिरहेको थियो किनभने भनेपछि यही क्रममा म के भन्न चाहन्छु भनेपछि यो जुन फ्यानहरूको जुन म यताउति भिडियोहरू हेरिरहेको हुन्छु, भिडियो हेर्दाखेरि के हुन्छ भनेपछि मेसीको उता अनि अर्जेन्टिनाको उता यता अर्जेन्टिनाको फ्यान, पोर्चुगलको फ्यान, अरू देशको पनि फ्यानहरू रहेछन्
र यो जुन फ्यानहरू फाइनलमा पुगेपछि स्पेन फाइनल पुग्यो, अर्जेन्टिना फाइनल पुग्यो, स्पेन विनर भयो, सेकेन्ड अर्जेन्टिना भयो। अनि यो लास्टमा जुन यो त्यो पोर्चुगलका फ्यानहरू जुन छन् यिनीहरूलाई के भएको तिमीहरूको के भएको के गरेको थियो? गेम हो, गेममा त्यहाँ हार जित हुन्छ। त्यहाँ जति गए पनि बार्सिलोनाको टिम छ, तिमीहरू त्यो राउन्ड अफ 16मै आउट भएको अलिक त हुन्छ नि। किन बोलेको त्यस्तो? तिमीहरूको किन त्यहाँ बोल्ने कुनै त्यहाँ ठाउँ नै छैन, तिमीहरू त राउन्ड अफ 16मै खुलित्तै भयो त। त्यसकारण के भन्न चाहन्छु भने त्यहाँ बोल्ने चाहिँ अन्ली बार्सिलोना प्लस अर्जेन्टिनाको फ्यानहरू मात्रै हो। त्यसकारण अरू नबोलिदिनु होला। तपाईहरू बोल्ने कुनै त्यहाँ सायद मलाई देख्दिन होला, सायद त्यहाँ बोल्ने कुनै ठाउँ नै छैन जस्तो लाग्छ। हस्त म यति भन्दै मेरो भिडियो यहीँ मैले खतम गर्न सकेँ। र हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा लेखिदिनु होला। कुनै मैले मिस्टेक गर्न सकेँ भने कमेन्टमा चाहिँ भनिदिनु होला कहाँनिर मिस्टेक भयो, के मिस्टेक भयो भनेर। हस्त, धन्यवाद, नमस्ते।